हेलो हेलो सम्पूर्णमा नमस्ते। यो हो देख्न सक्नुहुन्छ केरा, हाम्रो स्याङ्जाको केरा। हाम्रो कसैले आएको छ है साथीहरू। यो भयो बन्दा। यहाँ पिँडालु हेर्नु है, हाम्रो स्याङ्जाको पिँडालु कत्रो कत्रो हुन्छ। आमामा कसरी खाने हो यत्रो पिँडालुहरू। रुगा लागेको छ साथीहरू। हेर्नु त एउटै 5 किलो 6 किलोको पिँडालु हुन्छ हाम्रो स्याङ्जामा त। अनि अब त्यसलाई तर त लाउनै पर्यो। म केही मस्यौरा गराउँछु, अलिअलि दालमा हालेर खान्छु, अलिअलि यताउता छिमेकीलाई बाँड्नु परेको। यो हेर्नु बोयकटर हाम्रो सासू आमाले माया गरेर नाति नातिना छोरा बुहारीले खान्छन् भनेर पठाइदिनु भएको। यो घरमै बुवाले फलाउनु भएको बन्दा। मलाई चाहिँ आज रुगा लागेर हल्का नाक उस बुझिरहेको छ। यो केरा हेर्नु त काँचो केरा हाल्नु भएको रहेछ। यहाँ आउँदा त यी पाक्न लागिसक्यो गाडीमा। यो स्याङ्जादेखि काठमाडौँसम्म आइपुग्यो है त यो कोसेली। ल हेर्नु सबैभन्दा अनौठो त यही पिँडालु छ। हात्ती पाउ पिँडालु भन्छ यसलाई। यति ठुलो हुन्छ कि साथीहरू। यो मिठो पनि उत्तिकै हुन्छ। लतक्क दालमा हालेर पाक्छ। हस् त हेरिदिनु भएकोमा धन्यवाद सबैजनालाई।